साँझको समय थियो। आकाशमा कालो बादलहरू मडारिरहेका थिए। हल्का वर्षा भइरहेको थियो। गाउँको सुनसान बाटोमा एउटी युवती एक्लै उभिएकी थिइन्। उनका आँखाबाट झरिरहेका आँसुहरू वर्षाका थोपासँग मिसिरहेका थिए। उनलाई देख्ने जो कोही भन्थ्यो, कति सुन्दर छिन् है। तर कसैले सोधेन, तिम्रो मन कस्तो छ भनेर। किनकि मानिसहरू अनुहार हेर्छन्, पीडा होइन। उनको नाम आवश्यक छैन, किनकि यो कथा केवल उनको होइन, हजारौँ युवतीहरूको कथा हो। उनी सानैदेखि धेरै हँसिली थिइन्। घरमा सबैलाई माया गर्थिन्। आमा बुवाको सपना थिइन्। विद्यालयमा राम्रो पढ्थिन्। उनलाई लाग्थ्यो संसार राम्रो छ, मानिसहरू राम्रा छन् र प्रेम सधैँ साँचो हुन्छ। तर जीवनले उनलाई धेरै चाँडै वास्तविकता सिकायो। जब उनी किशोरी हुँदै थिइन्, घरमा समस्याहरू सुरु भए। आर्थिक कठिनाई, परिवारभित्रका झगडाहरू, अपमान र अभावले उनको बाल्यकाल खोस्यो। उनी राति सुत्दा प्राय रुन्थिन्, तर बिहान उठेर फेरि मुस्कुराउँथिन्, किनकि उनलाई थाहा थियो उनको आँसु पुछिदिने कोही थिएन। समय बित्दै गयो, उनी जवान भइन्। उनका पनि सपना थिए, कसैले उनलाई साँचो माया गरोस्, कसैले उनको दुःख बुझोस्, कसैले उनको हात समातेर भनिदियोस्, म तिम्रो साथमा छु, तिमी अघि बढ। र एक दिन उनी प्रेममा पर्छिन्। उनले आफ्नो सम्पूर्ण विश्वास, समय, भावना र भविष्य एउटा व्यक्तिलाई सुम्पिन्। उनलाई लाग्यो अब सबै पीडा समाप्त हुन्छ। तर कहिलेकाहीँ जीवनको सबैभन्दा ठुलो दुःख त्यही व्यक्तिबाट आउँछ जसलाई हामी सबैभन्दा धेरै विश्वास गर्छौँ। बिस्तारै त्यो सम्बन्ध बदलिन थाल्यो। फोन कम हुन थाले, कुराकानी छोटा हुन थाले, मायाका शब्दहरू हराउन थाले। र एक दिन उनले थाहा पाइन् कि उनी एक्लै प्रेम गरिरहेकी थिइन् भनेर। जसलाई उनले आफ्नो संसार बनाएकी थिइन्, उसका लागि उनी केवल एउटा अध्याय पात्र मात्र थिइन्। त्यो दिन उनको मुटु टुट्यो, तर आवाज आएन, किनकि मुटु फुट्दा आवाज हुँदैन, आवाज त केवल आँसुमा सुनिन्छ। त्यसपछि धेरै रातहरू उनी निदाउन सकिनन्। पुराना फोटाहरू हेर्थिन्, पुराना सन्देशहरू पढ्थिन् र आफैसँग एउटा प्रश्न गर्थिन्, मेरो गल्ती के थियो? तर उत्तर कहिल्यै भेटिएन। दिनहरू बिते, महिनाहरू बिते, वर्षहरू बिते। गाउँ पुरानो भयो, तर पीडा पुरानो भएन। मान्छेहरू भन्थे बिर्सिदेऊ, तर कसरी बिर्सिने? जसले तपाईँको जीवनको सबैभन्दा सुन्दर सपना बनाएको, उसलाई बिर्सन सजिलो हुँदैन। तर एक दिन उनले एउटा सत्य बुझिन्, जीवन कसैको प्रतीक्षामा रोकिन्न। सूर्य हरेक दिन उदाउँछ, नदी हरेक दिन बग्छ र समय कहिल्यै रोकिँदैन। त्यस दिन उनले निर्णय गरिन्, अब उनी आफ्नो पीडालाई कमजोरी होइन, शक्ति बनाउने छिन्। आफ्ना आँसुहरूलाई प्रेरणा बनाउने छिन् र आफूलाई फेरि उठाउने छिन्। आज पनि कहिलेकाहीँ उनलाई पुराना सम्झनाहरूले सताउँछन्। कहिलेकाहीँ राति एक्लै हुँदा आँखा रसाउँछन्। तर फरक यति छ, पहिले उनी पीडाले रोएकी थिइन्, आज उनी सङ्घर्ष, जितको गर्वले मुस्कुराउँछिन्। यदि तपाईँ पनि कुनै पीडाबाट गुज्रिनु भएको छ भने याद राख्नुहोस्, सबैभन्दा अन्धकार रातपछि नै उज्यालो बिहान आउँछ। तपाईँ अहिले जति टुट्नु भएको भए पनि यो तपाईँको अन्त्य होइन, सायद यो तपाईँको नयाँ सुरुवात हुनसक्छ। र यही कारणले उनका आँसुहरू हारको प्रतीक बनेनन्, ती त उनको साहसको प्रमाण बने। किनकि कहिलेकाहीँ संसारका सबैभन्दा बलिया मान्छेहरू त्यही हुन्छन् जो चुपचाप रोएर पनि भोलिपल्ट फेरि उठ्छन् र मुस्कुराउँछन्।